अहिले बजारमा चमेली छेउमा आएर बस न मलाई जाडो भइरहेछ भन्ने हरेकको मुखमा या मोबाइलमा देखिन्छ नि हैन। भिडियो हालिराख्नु भएको छ, बनाउँदै हुनुहुन्छ। कसैले बालेन्साको चमेलीलाई हर्क साम्बाङले जिस्कायो भन्छ, कसैले हर्क साम्बाङको चमेली भनेर हालेका छन्। तर ती चमेली भनिने एकजना लेडी, जब तपाईहरुले 10 थरीको भिडियो बनाइराख्दाखेरि एकजना त्यहाँ लेडिजको इज्जत जोडिएको छ। तपाई हामी आफ्नो पार्टीको आस्था राखौँ, आफ्नो व्यक्तिगत धारणा राख्नु पाइन्छ। मुख नछोडिकन इज्जतिलो तर्क राख्नुस्, मैले पहिलादेखि भनिरहेको छु, पाइन्छ। तर कसैलाई कुनै पनि लेडिजको इज्जत जाने गरी बोल्ने अधिकार कसैको पनि छैन। कसैको आमा होला, कसैको छोरी होला, कसैको बुहारी होला, कसैको श्रीमती होला। अलिकति भए पनि तपाईहरुलाई यसो सोच्नुस् त, कति पनि लाज लाग्छ कि लाग्दैन त्यस्तो भिडियोहरु बनाउँदै गर्दा? मलाई त सोच्दा पनि लाज लाग्छ। अहिले हाम्रो नेपाली समाज कतातिर जाँदैछ? हिजो एउटा सानोभन्दा सानो घटना हाम्रो नेपाली चेली कसैलाई पनि पर्यो भने हर कोही घरबाट खुकुरी तरबार लिएर कसले के गर्यो भन्दै निस्किने समाज आज यी भित्र जुधिरहेका छौँ। म पनि हर्क साम्बाङको धेरै कुरामा समर्थन छुइनँ, समर्थक होइन। म समर्थन पनि जनाउँदिनँ, किनकि म गलत र सहीलाई मात्र छुट्याउने बानी छ मेरो। अहिले गर्दै गरेको कुरालाई, सहीलाई राम्रो छ भन्ने कुरामा म पनि छु। नराम्रो कुरामा आवाज उठाउनुपर्छ, राम्रो कुरामा पनि आवाज उठाउनुपर्छ। हामीले दुई तरिकाबाट, एउटा समर्थकको लागि, अर्को होसियारको लागि, दुईपट्टि आवाज उठाउनुपर्छ। त्यसो भन्दै गर्दा एउटा चेलीको इज्जत फाल्ने खालको गरेर कसैले कसैको भिडियो नबनाऊ। बिन्ती, तपाईहरु नेपाली चेलीको इज्जत फाल्ने काम नगर्नुस्। उहाँलाई यही समाजमा हिँड्नु छ, यही समाजमा बाँच्नु छ। इज्जत सबैको प्यारो हुन्छ। त्यसकारणले यस्ता किसिमको कसैले नि भिडियो बनाउँदै हुनुहुन्छ, पोस्ट गर्न लाग्नुभएको छ भने मेरो भिडियो हेरेर त्यो डिलिट गरिदिनुहोस्। राम्रो भिडियो बनाउँदा पनि हुन्छ र पार्टीका कुराहरूलाई, नराम्रा कुरालाई तपाईँ खण्डन गर्नुहोस्, तर इज्जतसँग खेलवाड गरेर होइन।